सिमरन दिदीको घर जान मम्मी चाहिँ के गर्दैछ सिमरन दिदीको हात माग्नुको लागि जानु आँटेको म अनि युना सानो बाबा हुनुहुन्छ सानो बाबा हेलो अब सिमरन हिँड्न लाग्यौँ भनेर फोन गर्न आँटेको छ मम्मी हुनुहुन्छ भिडियो बनाइदिएको सानो मम्मी आउने बाँकी जुम नजाने पार्टीहरू घर रुँगेर बस्छ यता पछाडि बुवाहरू हुनुहुन्छ हेलो हेलो खै त सानो मम्मी आउनु भएन मम्मी पनि आउनु भयो अब हामी जान्छौँ हेलो हेलो टपिक अघि भनिसकेको आमा बाउले सबै यतै भयो लाग्यौँ है त फेरि भरे उल्टा उल्टा फेरि नमस्कार नमस्कार गर्दा गर्दा थाक्ने पर्यो अझ लिम्बूको तामाङको अरे झन् ढोग्नु पर्ने त तामाङको झन् घुँडा टेकेर गर्नुपर्छ होइन भुइँसरीको घुँडा टोकेर अरे साष्टाङ्ग गुरुङ र तामाङको चाहिँ त्यो चाहिँ सबैजना आउनुभयो नमस्ते काकी नमस्ते भन्न खोइ मम्मी मेरो नातिलाई माग्नु आएको अब यी चाहिने हजुरको चाहिने सिमरान के पर्ने हाम्रो नातिनी पर्छ दादाको छोरी मेरो पनि नाति यिनीहरू चाहिने राजीबाजी छन् भने हामी माग्नु आएको अहिलेका जमाना हुन् कि राजीबाजी छैन भने फेरि हजुर हाम्रो करले हुँदैन हजुर ल ल अब तिमीहरू चाहिने राजीबाजी छौ माग्नु आएका हुन् राजी छौ भने हामी कुरा अगाडि बढाउँछौँ होइन अब मेरो नातिले के भन्छ कुरो भनेको ट्याग गर्नुपर्छ पहिला जस्तो जमाना छैन हाम्रा जमानाहरूकै पार गर्दै अहिलेको जमाना सजिलो जमाना आयो सजिलो चाहिँ भयो पहिलाको हिसाबमा चाहिँ अब हामी अलिकति अप्ठ्यारो महसुस गर्दै गएर माग्नु पर्ने अनि दिने नदिने धेरै कुराहरू बुझ्ने सोधखोज गर्नुपर्ने तुरुन्त सायद डिसिजन पनि दिन नसकिने समय त्यो अवस्था जमाना थियो अबले चाहिँ हामीलाई कसरी सजिलो भएको छ भने अब यिनीहरूको पढ्दै गर्दा भयो भेटघाट हुँदा भयो मन परापर भयो एउटा अब अलिकति एकले अर्कालाई स्वीकार्ने अब जीवनसाथी हामी चाहिँ नै स्वीकार्छौँ सहजता हुन्छ हामीलाई भन्ने कुरो हामीलाई चाहिँ अलिकति थाहा भएको हुनाले हामीलाई त्यो चाहिँ सजिलो भयो र अहिले अब यिनीहरूलाई नै सोध्नुपर्ने अब स्टार्टिङ बुवाले गर्नुभयो हजुरले गर्नुभयो अब उनीहरूको पहिला राय मन साय ठिक छन् छैनन् एकअर्कालाई स्वीकार्या छन् छैनन् आज त यो त एउटा यस्तो क्षण हो कि आज चाहिँ अब पक्का गर्नलाई हामी गार्जेन यहाँ आएको हजुरहरू समक्ष हजुरहरूबाट चाहिँ नै हामीलाई चाहिँ नै स्वीकार भएपछि हामीले पक्का गरेर जानको लागि आएको मेरो नाम चाहिँ मेरो घर चाहिँ अब नै पर्काछि होला न उसको मुखमा हेर न तिमी एकदम तिमीलाई जे तिम्रो आइसकेको छ मनमा तिमीले एकदम खुलस्त भएर भन क्या हैन नडराइकन बोल न आफ्नो तरिकाको कुरा गर्नु अब छोरी त्यही कुरामा खुसी छ सेमन भने चाहिँ खुसी छ भने हामीलाई अन्तत जबरजस्ती गर्न भएन नि त हैन अब तिमी बोल अब चिन्नुहुन्छ नि सेमललाई भन्दाखेरि पनि अझै मलाई यता मजाले अब मेरो घरमा सेमललाई त्यति मजाले चिन्नु हुँदैन के कस्तो थाहा छैन तर अब म के कस्तो छु भन्ने कुरा अब आन्टीलाई पनि मजाले थाहा छ धेरै कुरा थाहा छ हैन अब हामीले चाहिँ अब यो डिसिजन एकअर्काकै खुसी सोचेर मजाले नै गरेर डिसाइड गरेको फ्युचर सोचेरै डिसाइड गरेको अब
त्यही हो, त्यही भएर आजको दिन यसरी जुर्यो, त्यही हो, त्यति हो। मेरो जेठी बुहारी भाटुङ तल झरेर एक दिन बिहानभरि गफ गरेँ होइन म चिन्छु बुवा भन्दै भन्दैन के छ कसो छ मैले यस्तै सोध्दै लगेँ बिहानभरि बसेर अनि यही कुरामा अलिकति जेठी बुहारीले पनि म राम्रो चिन्छु बुवा भनेर चाहिँ भन्यो नि अब आफ्नो हुनेवाला ज्वाइँलाई पनि पहिले दिनु पर्यो अब चाहिँ खानपिन कसले म नखानु कस्तो लाग्यो तल जाएर झन्डै नआउन आँटेको झन्डै छुट्टै के भएछ भने मैले कार्पेट डढाएँ होइन मेरो घरमा हतारमा तँ गरेँ भनेर नि मलाई थाहा थिएन होइन चाहिँ सबैजना एकलट चाहिँ मान्छेहरू जानुभयो होइन मेरो यस्तोमा डिम्पल जस्तो हामी चाहिँ यहाँ पर्खिरहेको छौँ अब हामी पनि जान्छौँ कार्यक्रम चाहिँ आज एकदम रमाइलो भयो यहाँ चाहिँ कार्यक्रम एकदम रमाइलो भयो अब छिटो इन्गेजमेन्ट हुन्छ सबैजनाले खोजी हुँदै थियो अरे त्यो अरूले मलाई सुनाउँदै थिए दाजु अनि सोधेको अस्ति दाजुलाई सोधेको खोजी हुँदै गरेको सबैजना ग्रुप गर्दै हुनुहुन्छ थ्याङ्क यू फर वाचिङ आज एकदम रमाइलो भयो अब हामी घर जाँदैछौँ अनि यहाँ हल्ला सुन्नु होला सबैजना खुसी हुनुहुन्छ आज सिमरन टिकाहरू पनि माग्यौँ हामीले बाई नमस्ते